उहाँ हाम्रो गोलाकाको छेउबाट बस्ने होइन भैँसी पाल्थे अरे जहाँ भैँसीले चाहिँ गएर लगेर लिएर चाहिँ गएर त्यहाँ बाटो हाम्रो जिउजू बाजे अनि यहाँ भैँसीको दही चढाउन हुने बनाएको हाम्रो जिउजू बाजेले अन्त कुन्नामा चढ्दै भेउसेलतानमा के अरे हाम्रो गोठको भैँसीको दही दुध चढ त्यहाँ जान्ने भएन हुन्छ र कुल नमान्ने संसारमा मान्छे हुन्छ देउ त मान्ने कुल त मान्ने कुल भनेको त आफ्नो घरको होइन र कुल त सबैले मान्छ कुल त आफ्नो घरको हो नि त त्यो अरू अरू भनेको अलग कुरा होला कि बरु नुहाई धुवाई गरी सबै आइस धुपबाती यता गर्छौँ हामी सबैको भन्छौँ हाम्रो जति दाजु भाइहरू होइन उहाँको भनाइ चाहिँ घरमा पूजा नगरिकन आए सबै तपाईँहरूले गर्नु हो भन्ने होइन दुध थियो कि थिएन त्यो हेर्न भने अब जो गरी नभए प्रदर्शन गरेर वरिपरि घुमेर घुम्ने हो हाम्रो चलन घुमेर त्यसको दुध फर्किँदै कलसहरू हुन्छ धुप हालेर हिँड्छौँ हामी 3 जना मान्छे चाहिन्छ अब यसो नि धुप हाल्दा त यहीँ हाल्दा भइगयो नि यहीँ हाल्ने हो यहाँ हाल्छन् यता हाल्छन् अब बिस्टै होस् यहाँ हाल्दा पनि नजान्न पाइँदैन यहाँ अब सोध्नु हो नि त अहिले बुझ्नु हो नि त अर्कोपल्ट अर्कोपल्ट तपाईँको भाषण नगर्नु यो लगेर उहाँलाई भाषण होइन यो कसैले बुझेदैन मलाई 13 र 11 अनि तल नौरो यो हालेको कारण चाहिँ के हो कारण के हो यो उदौलीको उगौलीले भन्छ हामी एक पक्ष मात्रै धुप गर्छौँ हामी अरूले हाल्दैन नि उदौली गरेको भन्छन् कि यो सबैले प्रायः जस्तो धेरैले गर्दा उनीहरूले उभेले गर्दाखेरि भनेको वर्षमा 2 पटक गर्नुपर्ने हुन्छ तर अब हामी चाहिँ एकपल्ट मात्रै गर्ने हो देवाली गर्ने बिष्टहरूले चाहिँ उभौली गर्दैछन् अब हामी देवाली गर्दैनौँ हामीलाई थाहा पनि छैन हाम्रा बुढा हजुरबाउ कुकुरी बाउलाई त थाहा छैन भने हामीलाई त भुत्रा थाहा हुन्छ हाम्रो अहिले गरेको माथि तपाईँको लागि कसैलाई निक्लियो भने अनि चाहिँ होइन अब हाम्रा कैलीका कैरनहरू ल्याउनु पर्यो नि त त्यो धानहरू अनि गर्ने गर्छन् पनि बिष्टकै पनि त यो के अरे नेता चोकमा भएका बिष्टहरूले पुरै देवाली नै गर्छन् उनीहरू बक्लौरीबाट ऊ हामीलाई नसोधिकन अब उसो गरेर हामी पूजा आज गर्छौँ न भयो अनि हामी कुलै चलाउने मान्छे कहाँ हामी जान्छौँ